हाई एभ्रिवान, मेरो नाम दिवस ढकाल, बी फार्मेसी पढ्दैछु अहिले होप इन्टरनेसनल कलेजमा। सेकेन्ड इयर स्टुडेन्ट होइन, फार्मेसिस्ट भएको छैन। सो आजको टपिक भनेको चाहिँ त्यही अब सी प्रिपरेसनको लागि नै हुनेछ। एकदमै दामी ठाउँमा आएको छु, मेरो जन्मथलो घर साइडतिर भनौँ होइन, काठमाडौँभन्दा धेरै पर र यता पनि नेट पनि चल्दैन हौ। यो भिडियो पनि कहिले आउँछ थाहा छैन, पोस्ट गरेको अब दसैँको सेकेन्ड डेमा हो यो आज, मतलब भिडियो रेकर्ड गरेको चाहिँ आउन टाइम लाग्छ होला। यु क्यान फिल द साइलेन्स ओभर हियर है, साइलेन्स ठाउँहरू होइन, कुनै पनि इन्टरनेटको कुनै पनि प्रेसर बिना, कुनै पनि के भन्छ यताउता साइडमा चाहिँ हेरेको भनेको कोही मान्छे आउँछ र अब गाउँघरमा इम्बारेस हुन्छु भनेर हो। लगभग 15-16 इयर्स पछि आउँदैछु होइन। अब मोस्ट प्रोबेबली घर पनि जान आँटेको, कारण हो मिक्स फिलिङ टाइपको आइरहेको। सो न हो आजको टपिक भनेको दसैँ कतिको मनाउनु भयो है। अब तपाईँहरूको प्रिपरेसनमा पनि डिपेन्ड गर्छ है, कसरी प्रिपेयर गर्नु भइरहेछ भन्ने कुरा। किनकि लास्ट मन्थ भनेको लास्ट आवरै भनिन्छ, एकदमै पिक टाइम हो यो। दुई तरिकाले सोच्न सकिन्छ होइन। अब अस्ति मिलन गाइडे सर, तपाईँ कतिपयले चिन्नुभएको होला, कतिपयले नचिन्नुभएको होला। भेरी इन्टेलेक्चुअल पर्सन हुनुहुन्छ, यानि कि सीईको, यानि कि एमबिबिएस प्रिपरेसनको लागि एकदम इन्टेलेक्चुअल पर्सन हुनुहुन्छ। उहाँले चाहिँ भन्नुभएको थियो दुई दिनले एमबिबिएस प्रिपरेसनमा, सीई प्रिपरेसनमा त्यस्तो केही असर पार्दैन भनेर भन्नुभएको थियो। एक तहबाट हेर्ने हो भने, इफ यु आर प्रिपेरिङ फ्रम द लङ टाइम अगो, देन इट विल बी सुटेबल फर यु होइन। 2 दिनले केही पनि हुँदैन, बिकज घरमा पाहुनाहरू आउनुहुन्छ, यु माइट गो टु द नेक्स्ट हाउस होइन। अब थिङ्किङ त डिफ्रेन्ट छ नि त, यता मान्छेहरूको वे अफ थिङ्किङ, वे अफ लिभिङ माइट बी डिफ्रेन्ट टु अदर्स होइन। त्यही अनुसारले फरक पनि हुन्छ यतातिर। सो बिकज अफ द्याट रिजन अल्सो यु क्यान इन्जोय है, 2 दिन मजाले इन्जोय गर्नु। त्यसपछि कन्भिन्स गर्ने हो आफ्नो प्यारेन्ट्सलाई, दे विल अन्डरस्ट्यान्ड। इफ दे आर नट एबल टु अन्डरस्ट्यान्ड, देन यु हेभ टु टक विथ देम प्रपरली होइन। अब कसरी भनिन्छ, कसरी गरिन्छ, द्याट डिपेन्ड्स अपन यु है, कसरी भन्नुहुन्छ भन्ने कुरामा पनि डिपेन्ड गर्छ। अब त्यही हो, अब कसरी प्रिपेयर गर्नु भइरहेछ भन्ने कुरो हो। नाउ लास्ट मन्थ हो, म जहिले पनि भनिरहन्छ लास्ट मन्थ छ भने क्वेसनहरू प्रिपेयर गर्नु। यु विल नट एबल टु कम्प्लिट कोर्स है। 40% सकेको छ वा 50%, 60%, मानिलिनु 70%सम्म सकेको छ भने यु माइट ट्राई है 1 महिनासम्म। गिभ टाइम फर वाट, क्वेसन प्रिपेरेसन। क्वेसन प्रिपेरेसन भने क्वेसन सल्भ गर्नलाई टाइम दिनु, त्यसले कन्फिडेन्ट बुस्ट हुन्छ। नभए कन्फिडेन्ट बुस्ट हुँदैन, यु विल नट एबल टु एन्सर। त्यही भएर मार्क्स पनि नबढ्नुको कारण पनि त्यही हो, क्वेसन प्रिपेयर गर्ने सँगसँगै एन्सर पनि लेख्ने होइन। अनि कहाँ मिस्टेक छ त्यसको नोटहरू पनि बनाइराख्नु पऱ्यो एट दिस टाइम। एकदमै इम्पोर्टेन्ट टाइम हो क्या यो चाहिँ, लास्ट इम्पोर्टेन्ट हो होइन। डोन्ट रिपिट वाट आई हेभ डन। मैले एउटा मिस्टेक गरेको, त्यो मिस्टेक चाहिँ रिपिट नगर्नु नै भन्छु। सो त्यति नै हो, 1 महिना मजाले प्रिपेयर गर्नु होइन। अहिले दसैँले धेरै एफेक्ट पार्न सक्छ होइन। एउटा यस्तो हुन्छ क्या, तपाईँहरूको जस्तो कि मानिलिउँ एक्जाम दसैँ पछि छ अरे होइन। दसैँ भनेको कस्तो भन्दाखेरि एकदमै पिसफुल्ली इन्जोय गर्ने टाइम हो नि त। तर अब एमएससीको त खतरा बानी होइन, त्यही टाइममा ल्याइदियो। सो कम्प्रोमाइज पनि गर्नु पऱ्यो, त्याग्नु पनि पऱ्यो। 1 इयर डज नट मेक अ डिफ्रेन्स है। एक वर्षको दसैँले केही पनि डिफ्रेन्स बनाउँदैन। 2 दिन के अरे सेलिब्रेट गर्नु भने बाँकीको 3 दिन चाहिँ तपाईँले आफ्नो लागि दिनु पऱ्यो है। अब दिमाग कसरी काम गर्छ भन्ने कुरा हो, दिमाग कसरी एक्ट गर्छ भन्ने कुरा हो, त्यही एक्टलाई नै राम्रोसँग गर्ने हो, त्यही अनुसारले नै प्रिपेयर गर्नु। सो अल द बेस्ट, 1 मन्थ राम्रोसँग प्रिपेयर गर्नु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।